के हो र बेहुला हुने जम्छ त सेलिब्रिटी नि अहिलेको सेलिब्रिटी वेलकम ब्याक टु माई च्यानल अभिज्ञान ब्लग्स स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा भिडियो हेर्नु अगाडि चाहिँ च्यानललाई सब्सक्राइब गर्न नबिर्सिदिनुहोस् आज धेरै दिन बाद ब्लग्स बनाउँदैछ किनभने यत्रो दिन अलिक बिजी थियो यता सिलगढी कालिम्पोङ सिक्किम यता कुदेको भएको कारणले चाहिँ ब्लग्स बनाउनु अलिक पाएन किनभने ओभर बिजी टाइम थियो आज बनाउँदैछ आज सन्डेको दिन पनि हाम्रो छुट्टी छैन किनभने आज यहाँ मसिन अब त्यो वलको कामहरू चाहिँ मोटामोटी सकिसक्यो हो र यहाँ अब मसिन अब यो के अरे अलकत्रको काम हुन्छ र मसिनहरू पनि भर्खर आइपुग्यो यहाँ चाहिँ राति नै निस्केको थियो यो चाहिँ अब मसला फिट्ने मसिन यो चाहिँ क्राङ्कले ल्याएको छ हो अर्को रोलर चाहिँ त्यहाँ अन्डर हुँदैछ अन्डर चाहिँ त स्यानेरी हेभी यो चाहिँ के हो अलकत्र हो यस्तोमा आउनु थालेको आजकल हामीको तर यो गाडीलाई ठुलो टिपर र जेसिबी पनि सिकिसक्यो अब यो आज भोलि दिन यो सिक्नुपर्ने रोलर स्टार्ट गर्नु साह्रो पऱ्यो त्यो रोलरलाई यहाँनिर अब सेटअप पनि हुन थाल्यो अब यहाँनिर उनीहरू क्याम्प बनाएर बस्छ होला सायद कतिजना आउँछ लेबरहरू थाहा छैन गएर चाहिँ यति नै यसो दाडी साडी काटेर चाहिँ अब आज बिहामा इन्भाइट डाइरेक्सन बिहाको इन्भिटेसन अब यतापट्टि हामी जहाँ बस्ने रुम छ त्यहाँको यतापट्टि हेर्नुहोस् दादाकै मामाको छोरा भाइको बिहा रहेछ हो सन्डे त्यहाँनिर इन्भिटेसन आइरहेको छ हामीलाई अब यहाँबाट गएर चाहिँ अब कति बजी आउन सक्छ थाहा छैन यहाँ सेटअप गरेर चाहिँ त्यहाँ गएर दाडी साडी काटेर चाहिँ बिहामा जाने हो बिहा पनि त्यही हो घरमाथि नै हो त्यो टाढो पनि छैन बिहा पनि भयो डलर आमाको मोटी सेटअप पनि भइसक्यो र मेरो बसन्ती पनि आइसक्यो र मेरो बसन्तीलाई चाहिँ अस्ति मैले मजाले बनाइदिएको छु यो हपक्यापहरू अस्ति हालेको चिया के हो यो मैले बम्पर पनि चेन्ज गरेँ नयाँ बम्पर पनि हालेँ अस्ति पुरानो बम्पर यहाँ डल्लै फुटेको थियो बम्पर पनि चेन्ज भयो हेर्न सक्नुहुन्छ है बम्पर पनि नयाँ आयो गाडीको त्यसलाई मजाले धुइधाइ गरेर चाहिँ चिटिक्कै हुने हो यहाँ त गर्नु सक्दैन यहाँ त अब कुदा मैला भइहाल्छ हो मेरो आधा उधी काम भइसक्यो अस्ति यो अगाडिको पनि बम्पर फेर्ने बेला भइरहेको छ तर अहिले त्यस्तो भएको छैन पछाडि जस्तै होइन अस्ति चाहिँ यो हराएको थियो झन् यो सेट पनि पाइहाल्दछ सस्तो पनि पाउँदैछ यो खालि पाएँ के हालेँ राम्रो देख्न खालि अहिले चाहिँ बम्पर चाहिँ किन फेर्नुपर्छ भन्दाखेरि चाहिँ अस्ति मेरो त्यो रेडिएटर फुट्दाखेरि चाहिँ यहाँ बम्पर खोल्नु पर्दैछ नि त कि तपाईँ स्क्रुप रहेछ स्क्रुपले गर्दा मेरो रङ गएर यति मेरो गुरुजी बिमार भने बिचारो ग्यास भएछ ग्यास त्यो हावाको दबाई न त्यो दबाई राम्रो होइन अब बस्दिउँ बसन्तीमा हिजो यो बसन्ती पनि गान्तोक पुगेर आयो अन्त हिजो चाहिँ हामी गान्तोक गएको यही गाडीमा गयो अफिसमा काम थियो कन्सर्न गरेर यही गाडीमा पुगेर पनि आयो हिजोको ब्लग्स गर्नु पनि पाएन हिजो किनभने यता उता गर्दै बिजोक गान्तोक कति बजी पुग्यो भने 10:30 यस्तो बजेको थियो जाँदैछ रुम त होइन रुमदेखि अलिक अगाडि नै किनकि भाइको मायालु ल्याउनु अब मायालु पनि त्यहीँ बस्छ अरे होइन मायालुको आशिक चाहिँ सिकिस्त भएछ के भयो किन धोका दियो मायालुले अब कालिम्पोङमा पनि गरम चढेको छ है गरम लाग्न थाल्यो
माइलो पनि माइलोको आज बिमार भइरहेछ र म चाहिँ अहिले यहाँ बसिरहेको छु जेसीबीमा अब जेसीबी एकैछिन कुदाउँछु मतलब यहाँ एकछिन घुमाउनु पऱ्यो एकपल्ट सोधि हिँड्नु पऱ्यो स्टार्ट गर्छु भनेर एकदम अपरेटर साहब 56440 के भयो तिमीलाई किन झुक्रेको कुखुराको जस्तो बिहान त चल्दै थियो त भाइ बोल न भाइ प्लिज भाइ बोल न भाइ अरे यहाँ स्टार्ट हुँदैछ मसिन स्टार्ट पनि भइसक्यो आपका नाम क्या है रतन टाटा स्टार्ट भएन त जेसीबी सिस्टम के सिस्टम छ नसिकाएको होला नि ठिकै हो भन्नुहोस् न चाबी लगाएर घुमाउनु त हजुर चाबी लगाएर घुमाउनु त सबै घुमाए ट्याक्कै स्टार्ट भइसक्यो जेसीबी यहाँनिर लागिसक्यो हाम्रो मायालमा आइपुग्यो मेरो डार्लिङ पनि नआउने बेला भइरहेको छ अस्ति भर्खर नआइदिएको कि बाप्रे गाडी काटेर पनि आइसक्यो अब यहाँबाट सिधै गएर यहाँ साइडमा काम सकेर बिहामा गएर फेरि सिधै कालिम्पोङ हेरेँ कालिम्पोङमा के काम छ अब बिहामा एकछिन निस्केर चाहिँ खानासाना खाएर चाहिँ सिधै कालिम्पोङ फेरि कालिम्पोङबाट बेलुका यहाँ आउनुहुन्छ फेरि यहाँनिर लेबरहरू आउँदैछ भोलिदेखि काम स्टार्ट फेरि डङ्गाडङ यहाँ हो तर सो अब यहाँनिर लेबरहरू बस्नको लागि सेटअप यहाँनिर क्याम्प लगाउँछ नि यहाँनिर अहिले भएको छैन सामान आउँदैछ सामानसँगै अब क्याम्प पनि यहाँ लगाउँछ आज लेबरहरू यहाँ बस्छ 14-15 जना र आजदेखि जेसीबी र के भन्छ यो ट्रकहरू सरी टिपर पनि यहाँ बस्छ गाइस अब रेडी हामी बिहाको तर्फ लागेको रवाना भएको 2 बज्न रहेछ है हामी यहाँबाट चाहिँ बिहाबाट सिधै केपिजी कालिम्पोङ पाइलट चेन्ज मेरो गुरुजी चलो गाड़ी चलो ना सर ये काम कब तक खत्म होगा सर जब तक हम रहेगा तब तक काम चलेगा जब तक आप जिंदा रहेगा या इधर रहेगा बाट पाहुनाहरू आउनु भएछ है साह्रै टाढोबाट आउनु भएछ यहाँ नै अन्त सफर कस्तो भयो तपाईँको तपाईँको बोल्नु न केही जानु जानु के हो र बेहुला भन्दा ह्यान्डसम छ त अन्त हेर्नु न यहाँ काखमा ऊ यहाँ पछि टार्छ नि माथि यता हाम्रो भाउजू पनि आइपुग्नु भएछ भाउजूको आमा के हुन्छ भाउजूलाई के त बेहुला भन्ने ह्यान्डसम भइरहेको छु
हामी सबै भइसक्यो बेला बेला चाहिँ यहाँ चाहिँ एकदम भेनाहरूको बिताउने बाई भेना भेटौँ सिजनमा भेना बाई औ दिदी बस न बस्नुहोस् त भन्दा मान्दैन रहेछ औ दिदी बस्दै भन्ने लाग्छ दिदी आज बस्नुहोस् ल बस न ओइ आज बस्दै भनेको यता आउनु न मामा चाहिँ मामा फोकस हुने होइन बेहुला पनि हान्छौँ बक्स नै डालै दा यता हेर्नु बिदावारी जोडलाको मान्छेहरूलाई भेना राम्ररी जानुहोस् ल बाई बाई पार्टीहरू बिदावारी कालिम्पोङबाट हामीले बिदावारी गर्दैछ ल आउँदै गर्नुहोस् ल तपाईँहरू आउँदै गर्नुहोस् है सबैजना ल बाई बाई आउँदै गर्नुहोस् है सबैजना ल ठुलो बाउ चाहिँ आउँदै गर्नुहोस् है कालिम्पोङ सो गाइस बाई बाई अब सबैजनालाई कुदाउने गाडी बैशाखी पठाउँछु मैले बैशाखी पठाउँछु ल जोइ कहाँ जोयो मलाई चिन्नु भयो भाइ उयो ल ल सबजना उहाँ पुगेपछि फोन गर्नु दिदी खुसी लाग्यो मलाई एकदमै खुसी लाग्यो अहिलेको सेलिब्रिटी ओके ब्रो भेटौँ यहाँ हाम्रो यहाँ बिहा खाएर पनि आइसक्यो रेस्ट गर्दैछ अन्त उसलाई छोड्नुपर्ने रहेछ अब जाँदैछु यस्तो बिदावारी हुँदैछ है ल
जोरनलाई गाउँदै गर्नु छ यहाँ ल कालिम्पोङ नबिर्सिनुहोस् है हामीलाई मेरो फुपू मेरो त्यहाँ खास फुपू एउटै फुपू मेरो अरू कोही छैन मेरो फुपू हामीलाई नबिर्सिनु है ल यहाँ कालिम्पोङलाई ल ल फुपू फुपू के अरे बडी काकीहरू नबिर्सिनुहोस् है हामीलाई ल हामी यताको छ नि फेरि अलगढाको नि हामी चाहिँ फेरि बडीले फेरि के भन्दैछ फोटो खिचिराख्दिनु बडीको खिचिराख्छु यहाँ एकदम भिडियो ल बरीलाई मेन बरीलाई भन्नु त्यस्तो छ भनिदिनु तपाईँले अन्त ल बाई बाई ल जोडोलाई हामीलाई खबरहरू सोध्दै गर्नु हुनु ल होइन त्यो हामी जबरजस्ती छैन जाँदा ढोकाउनु हुँदैन हौ ढोकाएर पैसा दिनुपर्छ दाजुले गाडी त्यहीँ घुमाउँछ नि भइहाल्छ हुन्छ ल बाई बाई मान्छे पुऱ्याउनु जानुपर्छ बिहाको ढङ्गमङ्ग हुँदैछ यहाँनिर एकदम बिजी भोलि चाहिँ स्कुल लाग्छ फेरि यहाँ होइन हाम्रो भाइ स्टाम है गान्तोकको अहिले चाहिँ म यहाँनिर सरोजदाको गाडी लिएर चाहिँ यहाँनिर मतलब गेस्टहरू अलिकति यताउता आउँछ दिँदैछु है अनि मेरो गाडी चाहिँ कालिम्पोङ गएको छ किनभने लेबरहरू आइपुगेछ है लेबरहरू खाना ल्याउनु चाहिँ अझै र राहुल भाइ गएको रहेछ सो अहिले चाहिँ म यहाँ बिहा घरबाट मान्छे बसाउँदैछु कति ट्रिप हुन्छ है हेर्नुहोस् दाको गाडीमा राति हुँदै आज गान्तोकको होइन स्टारम्यान पनि भेट भयो भाइसँग होइन भाइ रहेछ अब बिहा घर आइपुगेँ अब चाहिँ बिहा खतम यहाँनिर थङ्गमङ हुँदैछ गिफ्टहरू प्याकिङ हुँदैछ घर लाने है सरोजदा यहाँ दिल्लीमा आउँछ बिजी सक्यो आजको बिहा बिहा फिनिस्ड है अब यहाँ सबै बिदाबारी हुँदैछ है बेहुला यहाँ फर्ममा आइसक्यो रजिकल बक्स यहाँ इन्ड गर्दैछु यहाँनिर चाहिँ रजिकल बक्सलाई इन्ड गर्छु च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्।